हेलो हेलो नमस्ते, स्वागत चाहन्छु मिलन मोड अफिसियल युट्युब च्यानलमा। सदा चाहिँ आज पनि लोक अटोमोबाइल्समा रहेको गाडीहरूको विषयमा यहाँलाई मूल्यसहित सम्पूर्ण जानकारी गराउन गइरहेको छु। हामीसँग धेरैभन्दा धेरै गाडीहरू रहेको छ। एकदमै सस्तो मूल्यदेखि अलिकति महँगो मूल्यसम्मको गाडीहरू रहेको छ। यहाँलाई हामी होलसेल दाममा होलसेल रेटमा यहाँलाई दिनेछौँ। ल, चाँडोभन्दा चाँडो सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग धेरैभन्दा धेरै गाडीहरू रहेको छ। यहाँलाई म मूल्यसहित सम्पूर्ण जानकारी गराउन गइरहेको छु। है त, ल हेर्नुहोस् है त। सबभन्दा पहिला चाहिँ म यो मिनी एसयुभी फुल अप्सन, यो चाहिँ चाइनिज ब्रान्डको जिली भन्ने गाडी हो। 2012 मोडलको सिङ्गल ह्यान्ड रहेको छ। यसको फिचरको कुरा गर्नुपर्दा चाँडै पाउन्डो, पावर स्टियरिङ, एसी, हिटर, सेफ्टीको लागि डुअल एयर ब्याग, इलेक्ट्रिक ओआरपिएम सबै फिचर यहाँले पाउन सक्नुहुन्छ। म भित्र पनि यहाँलाई देखाउन गइरहेको छु, हेर्न सक्नुहुन्छ। यसमा चाँडै पावर विन्डो यहाँ रहेको छ, इलेक्ट्रिक ओआरपिएम, डबल एयर ब्याग, अटोमेटिक एसी लगायतका सबै फिचरहरू यहाँले पाउन सक्नुहुन्छ। र यसको मूल्य चाहिँ फेरि धेरै छ भन्नु होला, त्यो छैन। जम्मा 7,50,000मा मिनी एसयुभी जिप सिङ्गल ह्यान्ड है त। र चाँडो गर्नुहोस्, जम्मा 7,50,000मा यति राम्रो मिनी एसयुभी जिप टाइपमा यो स्मल ह्याचब्याकमा लिएर जानुहोस् है त। त्यसै गरी हामीसँग एकदमै फ्रेस कन्डिसनमा रहेको ठुलो मोडल तर मूल्य चाहिँ थोरै र लुक्स बबालाइको भएको अनि अप्सन फुल अप्सन भइहाल्यो। यो गाडी यहाँको लागि बेस्ट हुनछ, अथवा यस्तो खालको गाडी खोज्दै हुनुहुन्छ यहाँको लागि यो हुनसक्छ। एकदमै फ्रेस छ। यो चाहिँ रेनोल्टको क्विड 2016 मोडलको फुल अप्सनमा रहेको छ। ल, म भित्र पनि देखाउन गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ देखिरहनु भएको छ टच स्क्रिन भइहाल्यो। यसमा हजुरको एयरब्याग भइहाल्यो। यसमा पावर विन्डो भयो, पावर स्टियरिङ भयो, एसी हिटर भयो होइन। सिट कभर पनि एकदमै नयाँ रहेको छ। भर्खर डेन्ट पेन्ट गरेर हामीले निकालेका हौँ। यहाँले केही पनि खर्च गर्नुपर्ने छैन। ल, यदि यहाँहरू यो ठुलो मोडलको थोरै मूल्यमा कार अनि लुक्स पनि एकदमै बबाले खालको कार खोज्दै हुनुहुन्छ भने यो गाडी यहाँको लागि हुनसक्छ। यसको मूल्य चाहिँ हामीले जम्मा 9,75,000 मात्र राखेका छौँ। ल, चाँडोभन्दा चाँडो सम्पर्क गर्न सक्नुहुन्छ है त। त्यसै गरी हामीसँग अर्को रहेको छ, ल हेर्न सक्नुहुन्छ है। यो रहेको छ ड्याटसन गो 2015 मोडलको। यसको फिचर चाहिँ पाउन्डो, पावर स्टियरिङ, एसी, हिटर पाउन सक्नुहुन्छ भने अरू एकदमै बबालाई कन्डिसन रहेको छ। ल, हेर्न सक्नुहुन्छ। चिटिक्कै रहेको छ व्हाइट कलरमा। यदि व्हाइट कलर मन पराउने हुनेका लागि यो गाडी चाहिँ चिटिक्कै रहेको छ। 2015 मोडलको। यसको मूल्य चाहिँ हामीले जम्मा 9,50,000 मात्र राखेका छौँ है त। त्यसै गरी हामीसँग अर्को रहेको छ ल कियाको पिकान्डो स्मल ह्याचब्याकमा अनि लग्जरी सबै अप्सन भएको कार खोज्दै हुनुहुन्छ भने यो गाडी यहाँको लागि बेस्ट हुनसक्छ। यसको अप्सनको कुरा गर्नुपर्दा चाँडै पाउन्डो, पावर स्टियरिङ, एसी, हिटर पाउन सक्नुहुन्छ भने यसमा टच स्क्रिन ब्याक क्यामेरा राखेका छौँ। अरू पनि एकदमै बबाले रहेको छ। यहाँले केही पनि खर्च गर्नुपर्ने छैन। ल, चाँडो गर्नुहोस्। यसको मूल्य चाहिँ हामीले जम्मा 7 लाख रुपियाँ मात्र राखेका छौँ। 2006 मोडलको है त। त्यसै गरी हामीसँग अर्को रहेको छ एकदमै रिसेल भ्यालु हाई भएको हुन्डाई कम्पनीको स्यान्ट्रो गाडी। अब स्यान्ट्रो गाडी भन्ने बित्तिकै मैले यसको विषयमा भनिरहनु पर्दैन। सबैजनालाई प्रायः जसो मानिसहरूलाई प्रायः जसोलाई चाहिँ यो गाडीको बारेमा थाहा छ, किनकि यो रिसेल भ्यालु हाई भएको एकदमै चलेको गाडी रहेको छ। यसको चाहिँ पावर विन्डो रहेको छ, पावर स्टियरिङ रहेको छ, एसी हिटर रहेको छ भने यसमा टच स्क्रिन ब्याक क्यामेरा पनि राखेका छौँ। यहाँले केही पनि खर्च गर्नुपर्ने छैन। ल, हेर्न सक्नुहुन्छ। चिटिक्कै रहेको छ। 2007 मोडलको। यसको मूल्य चाहिँ हामीले जम्मा 9 लाख रुपियाँ मात्र राखेका छौँ है त। त्यसै गरी हामीसँग अर्को रहेको छ एकदमै रिसेल भ्यालु हाई भएको मारुति सुजुकी कम्पनीको अल्टो एलेक्स। यो चाहिँ गुरु गाडी भनेर पनि भनिन्छ। यो चाहिँ सिकाउन, हात बस्नको लागि र केही गरी खानको लागि अथवा प्राइभेट युज गर्छु भन्नेहरूको लागि पनि यो गाडी एकदमै बेस्ट हुनसक्छ। यो चाहिँ 2007 मोडलको एसी भएको एकदमै फ्रेस रहेको छ। यसमा टच स्क्रिन ब्याक क्यामेरा राखेका छौँ। सिट कभर पनि नयाँ रहेको छ। यहाँले केही पनि खर्च गर्नु नपरे। यसको मूल्य चाहिँ जम्मा 7,50,000
25,000 मात्र राखेका छौँ। त्यसै गरी हामीसँग हेर्न सक्नुहुन्छ अर्को गाडी यो रहेको छ मारुति सुजुकी कम्पनीको जेन। मारुति सुजुकीको भन्ने बित्तिकै रिसेल भ्यालु त एकदमै भइ नै हाल्यो होइन। त्यसमाथि यसमा चाहिँ भर्खरै पेन्ट गरेका छौँ, यसमा इन्जिन पनि नयाँ बनाएको छौँ र यहाँलाई इन्जिनमा त 1 वर्षको हामीले वारेन्टी नै दिनेछौँ है। ल वारेन्टी दिनेछौँ, एकदमै फ्रेस छ। यसमा नि टच स्क्रिन ब्याक क्यामेरा राखेको छौँ, सिट कभरहरू पनि नयाँ रहेको छ। यहाँले केही पनि खर्च गर्नु पर्दैन। ल छिटिकै छ, र चाँडो गर्नुहोस्। यसको मूल्य चाहिँ हामीले जम्मा 4,75,000 मात्र राखेका छौँ। यहाँलाई ग्यारेन्टी वारेन्टीका साथ हामीले यहाँ दिनेछौँ है त। त्यसै गरी हामीसँग ल हेर्न सक्नुहुन्छ मारुति सुजुकी कम्पनीको 800। यो चाहिँ एकदमै प्योर गुरु गाडी रहेको छ है। यो पनि सिकाउन हात बसाउन र के टिप गरी खानका लागि पनि यो गाडी एकदमै उपयुक्त हुनसक्छ। यो चाहिँ 2005 मोडलको एफआई इन्जिनमा रहेको छ। यसको मूल्य चाहिँ हामीले जम्मा 4,25,000 मात्र राखेका छौँ। गाडी बबाले कन्डिसन रहेको छ है त। त्यसै गरी हामीसँग अर्को रहेको छ, ल हेर्नुहोस् सानो चट्ट परेको अनि फुल अप्सन गाडी, स्यान्ट्रोमा फुल अप्सन गाडी। यसमा 4 पाउन्ड रो पावर स्टियरिङ, एसी हिटर, पछाडि वाइफर डिफोर सबै फिचर यहाँले पाउन सक्नुहुन्छ भने अरू कन्डिसन एकदमै बबालै छ। यसमा टच स्क्रिन ब्याक क्यामेरा राखेका छौँ, सिट कभरहरू पनि नयाँ रहेको छ। यहाँले केही पनि खर्च गर्नु नपर्ने र सानो चट्ट परेको अनि फुल अप्सन कार अनि रिसेल भ्यालु एकदमै हाई भएको गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी यहाँको लागि बेस्ट हुनसक्छ। र चाँडो गर्नुहोस्, जम्मा 7,50,000 मा 2004 मोडलको फुल अप्सन कार है त। ल त्यसै गरी हामीसँग अर्को गाडी रहेको छ, यहाँले हेर्न सक्नुहुन्छ फिएटको पालियो 2006 मोडलको फुल अप्सन कार खोज्दै हुनुहुन्छ भने यो गाडी यहाँको लागि एकदमै बेस्ट हुनसक्छ। यो चाहिँ 2006 मोडलको फुल अप्सन, यसको चाहिँ पावर स्टियरिङ पाउडर एस हिटर पाउन सक्नुहुन्छ भने अरू कन्डिसन एकदमै बला छ। जम्मा 2 यान मात्रै हो। ल चाँडो गर्नुहोस्, जम्मा यसको मूल्य चाहिँ हामीले 5 लाख रुपियाँ मात्र राखेका छौँ। ल त्यसै गरी हामीसँग अर्को गाडी रहेको छ सेडान कार। ल सेडान कार लभर हुनुहुन्छ भने हामीसँग सेडान कार 2003 मोडलको कियाको रियो आएको छ। एकदमै बबालाई एकदमै पावरफुल गाडी। यदि यहाँहरू हाइवे जानुहुन्छ, अलि लङ रुट जानुहुन्छ भने यो गाडी चाहिँ एकदमै पावरफुल छ। 2003 मोडलको यसको प्राइस चाहिँ जम्मा हामीले 5,25,000 मात्र राखेका छौँ है त। ल हामीसँग धेरैभन्दा धेरै गाडीहरू रहेको छ, यहाँले हेर्न सक्नुहुन्छ। यो पनि रहेको छ, यो चाहिँ मारुति सुजुकी कम्पनीको जेन एसी भएको भर्खर ड्रेन पनि हामीले गरेर राखेका छौँ र यसको सिट कभरहरू पनि एकदमै नयाँ राखेका छौँ। ल हेर्नुहोस् सिटिक्क रहेको छ। ल एसी पनि मजाले चल्छ। 2000 भन्दा पनि 1998 मोडलको यसको प्राइस चाहिँ जम्मा ल हेर्न सक्नुहुन्छ है, सबै पेन्ट गरेर राखेको। यसको मूल्य चाहिँ हामीले जम्मा 3,50,000 मात्र राखेका छौँ। एकदमै कन्डिसन बबालै रहेको छ है त। त्यसै गरी हामीसँग अर्को गाडी रहेको छ मारुति सुजुकी कम्पनीको वागनर। यो चाहिँ 2007 मोडलको एलएक्समा रहेको छ। यसमा चाहिँ एसी मात्रै रहेको हुन्छ भने अरू कन्डिसन एकदमै बबालै रहेको छ। यदि यहाँहरूको हाइट अलिक ठुलो छ, अलि हाइट बढी नै छ अनि अरू सानो गाडी चलाउँदाखेरि माथि ठोक्किने सम्भावना धेरै हुन्छ भने यो गाडी चाहिँ ढुक्कले चलाउन सक्नुहुन्छ। माथि जतिसुकै हाइट भएको मान्छेले पनि यो चलाउन सक्ने गाडी हो। र यो चाहिँ 2007 मोडलको यसको मूल्य चाहिँ हामीले जम्मा 7,25,000 मात्र राखेका छौँ। ल हेर्न सक्नुहुन्छ अर्को गाडी रहेको छ 2006 मोडलको केलिचा फुल अप्सन, जम्मा 3,75,000 मा फुल अप्सन कार है। ल सस्तो मूल्यमा फुल अप्सन कार खोज्दै हुनुहुन्छ भने यहाँहरूको लागि यो कार बेस्ट हुनसक्छ। ल चाँडो गर्नुहोस्, जम्मा 3,75,000 मा 2006 मोडलको फुल अप्सन कार लिएर जानुहोस् है त। ल त्यसै गरी हामीसँग कार्गो इकोमा रहेको छ, इको कार्गो रहेको छ डेलिभरी भ्यान। ल हेर्न सक्नुहुन्छ, छानी लान सक्नुहुन्छ। हामीसँग 19 र 20 को कार्गो भ्यानहरू रहेको छ। यहाँले छानी अनि होलसेल मूल्यमा हामी दिनेछौँ। 19 र 20 को जम्मा 10-10 लाख रुपियाँमा यहाँले छानी लान सक्नुहुन्छ। ल चाँडो गर्नुहोस्, जम्मा 10 लाख रुपियाँमा यो इको भ्यान लिएर जानुहोस् है त। यसमा टच स्क्रिन ब्याक क्यामेरा राखेको छौँ, नयाँ भर्खरै पेन्ट गरेको दुइटै। यहाँले केही पनि खर्च गर्नु पर्दैन। ल चाँडो गर्नुहोस् है त। त्यसै गरी हामीसँग ल हेर्नुहोस् ओम्नी 8 सिटर भ्यान
रहेको छ। सानो चाहिन्छ भने र ठुलो चाहिन्छ भने इकोमा 7 सिटर रहेको छ। यहाँले छानी लान सक्नुहुन्छ। यदि यहाँहरू इको भ्यान चाहिएको छ, यहाँलाई एकदमै बाहिर हिँडिरहनुपर्छ, रिजर्भ हिँडिरहनुपर्छ, केही कमाइ गरी खाना चाहनुहुन्छ भने चाहिँ त्यो गाडी हुनसक्छ। एकदम पावरफुल गाडी, एकदम बाहिरतिर रिजर्भ गएर पनि पैसा कमाउन मिल्यो र अरू बेला चाहिँ यसो परिवार लिएर घुम्न जान पनि मिल्यो। जस्तै सुकै ठाउँमा पनि जाने अग्लो अनि एकदमै पावरफुल 12 सीसीमा रहेको हुन्छ इको भ्यान चाहिँ। भने यतापट्टि चाहिँ ओम्नी यसो भ्यालीतिरै केही टिप गरेर खान्छु अथवा स्कुलतिर हालेर पैसा कमाएर खान्छु अथवा आफ्नो 7-8जनाको परिवार लिएर यसो कहिले घुम्न जान्छु भन्ने सोचमा हुनुहुन्छ भने यो ओम्नी भ्यान रहेको छ। र यो ओम्नी भ्यानको चाहिँ जम्मा 5,75,000 रहेको छ भने यो इको भ्यानको चाहिँ जम्मा 11,25,000 मात्र राखेका छौँ है त। ल अब यो इको भ्यानको बारेमा मैले अघि नै भनिहालेँ है। यो 1920 को रहेको छ। र अर्को गाडी रहेको छ। ल यहाँ हेर्नुहोस्, यदि यहाँहरू बाइक चढ्दा वाक्क दिक्क हुनुभएको छ भने बाइक लिएर आउनुहोस्, स्कुटर लिएर आउनुहोस्, यो कार लिएर जानुहोस् ल है। यसमा चिसो एसी भएको अनि हिटर पनि भएको अनि डेड प्रिन्ट भर्खरै गरेको छिटक्क परेको नानो कार ल हेर्नुहोस्। यसको माइलेज चाहिँ यसको 20 भन्दा माथि नै दिन्छ। एकदमै कन्डिसन राम्रो छ है त। यसको मूल्य जम्मा 3,50,000 मात्र राखेको छौँ। त्यसै गरी हामीसँग ल अर्को अल्टो एलएक्स एसी भएको 2012 मोडलको ठुलो मोडलमा अल्टो खोज्दै हुनुहुन्छ भने यो गाडी यहाँको लागि बेस्ट हुनसक्छ। 2012 मोडलको यसको मूल्य चाहिँ जम्मा 8,75,000 मात्र राखेको छ। त्यसै गरी ल हामीसँग यो रहेको छ मारुति सुजुकी कम्पनीको स्विफ्ट ZXi 2009 मोडलको टप भेरिएन्टमा रहेको छ। यसमा चाहिँ 4 पाउन्डो पावर स्टियरिङ, एसी हिटर, सेफ्टीको लागि ढुली एयर ब्याग, अटोमेटिक एसी, स्टियरिङ माउन्ट कन्ट्रोलर, इलेक्ट्रिक ORVM, सिट कभर नयाँ, टच स्क्रिन, ब्याक क्यामेरा सबै फिचर रहेको छ। र चाँडो गर्नुहोस् 2009 मोडलको जम्मा 12 लाख रुपियाँमा यो स्विफ्ट डिजायर ZXi टप भेरिएन्टमा लिएर जानुहोस् है त। सँग यहाँ पनि रहेको छ ल हेर्नुहोस् है। गाडी रहेको छ। यो चाहिँ टोयोटाको इचो, यो चाहिँ 2002 मोडलको टोयोटाको इचो। यो चाहिँ फुल अप्सनमा रहेको छ। यसमा चाहिँ 4 पाउन्डो पावर स्टियरिङ, एसी हिटर, सेफ्टीको लागि ढुली एयर ब्याग। यसमा चाहिँ एकदमै फ्रेस रहेको छ। ल हेर्न सक्नुहुन्छ, एकदमै फ्रेस रहेको छ। यसको मूल्य चाहिँ हामीले जम्मा 5,25,000 मात्र राखेका छौँ है त। ल चाँडो गर्नुहोस्, यदि राम्रो इचो कार लिएर जानुहोस् है त। ल हामीसँग रहेको चाहिँ गाडीहरू यति मात्रै हो। यहाँ रहेको चाहिँ केही गाडीहरू उता पनि बनिरहेको नै छ र कुनै गाडी बाहिर अर्को ग्यारेजमा बनिरहेको छ। हामीसँग धेरैभन्दा धेरै गाडीहरू रहेको छ। यहाँलाई जस्तोसुकै मूल्यको, जस्तोसुकै ब्रान्डको, जस्तोसुकै गाडी चाहिएको खण्डमा हामीले सम्पर्क गर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँले चाहेअनुसार गाडी चाहिँ उपलब्ध गराउन सक्नेछौँ भन्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।